नेपालले मोटरसाइकल र्याली गर्ने भनेर घोषणा गर्यो। काठमाडौँको प्रमुख जिल्ला अधिकारी मार्फत हामी स्वीकृति दिन्छौँ भनेर सरकारले भन्यो, तर अहिलेसम्म स्वीकृति दिएको छैन। आयोगको बहाना र नाममा दलका नेताहरूलाई भ्याली नछोड्नको लागि आदेश जारी गर्नुभएको छ। उहाँहरूले पासपोर्ट एक ढङ्गले भन्यो निष्क्रिय बनाउनु भएको छ भन्ने सुनिन्छ र अब त प्रहरीका आइजिपी साहबदेखि एआइजीदेखि लिएर भ्यालीभित्र कमान्ड सम्हालेका सबै प्रहरीहरूलाई उहाँहरूले चाहिँ स्पष्टीकरण सोध्ने र स्थान हद तोक्ने खालको एउटा गतिविधि गरिरहनु भएको छ। यो कुराले दलहरू निष्क्रिय ढङ्गले चुनावको वातावरण बनाउन, चुनावमा खट्न अथवा चुनावी प्रचार गर्न नपाउने हुँदाखेरि कस्तो खालको चुनाव गर्न खोज्या हो? कि उहाँहरूले दलीय सिस्टमै निषेध गर्न खोज्या हो कि त्यसलाई भङ्ग गर्न खोज्या हो कि होइन भने दलहरूले भाग लिने र दलहरू सहभागी हुनुपर्ने चुनाव चाहिँ उहाँहरूले तोकेको मितिमा हुन्छ भन्ने मलाई चाहिँ लाग्दैन। त्यहाँमाथि प्रहरीको जुन ढङ्गले मनोबल गिराइएको छ, 1800 भन्दा बढी त प्रहरीका गाडीहरू जलाएका छन्। 4000 भन्दा बढी नेपाल सरकारका गाडी जलेको छ र चाइना र इन्डियासँग चाहिँ 200 गाडी मागेर चुनाव गराउँछु भनेर प्रधानमन्त्रीजी चाहिँ लाज पचाएर 179 पनि हुँदैन, दुवै देश 200 ल्याएर ब्यालेन्स गर्छौँ भन्ने जुन एउटा परिस्थिति सिर्जना भएको छ। यो खालको स्थितिमा चाहिँ चुनाव हुँदैन। चुनाव गर्ने हो भने दलहरूसँगको सम्बन्धलाई उहाँले सुमधुर बनाउनुपर्छ। राष्ट्रपतिज्यूले बैठक डाकेपछि प्रधानमन्त्रीले एउटा औपचारिकताको लागि मात्र बैठक डाक्नु भएको छ र प्रधानमन्त्रीज्यूले डाकेको बैठकमा दलहरूप्रति उहाँले व्यक्त गरेका घृणा, जसरी उहाँ चुनावको दौरानमा चाहिँ नि शेरबहादुर देउबा, केपी ओली र प्रचण्ड भन्दै हाम्रा पार्टी र हाम्रो पार्टीका नेताले जुन घृणा व्यक्त गर्नुहुन्थ्यो, त्यो बैठकमा पनि बालोटारमा उहाँको त्यही अभिव्यक्ति थियो। एमालेका प्रतिनिधि बोल्यो भनेपछि हस्तक्षेप गरिहाल्ने त्यो खालको उहाँको कर्कस गाईगुई हल्ला। अब यसपछि नेकपा एमालेको अध्यक्ष महेश बस्नेत हुने भन्ने हल्ला चलिरहेको छ। खास यो कुरा साँचो हो कि के हो? अब यस्तो हुन्छ, राजनीति गर्ने मान्छे असङ्ख्य सम्भावनाका ढोका खोलेर हिँड्या हुन्छ। अझ म त के भन्छु भने अरूले मन्दिरमा लाखपति बाले हुन्छ, महेश बस्नेत चाहिँ टाउकेमा लाखपति बालेर हिँड्छ र एउटा बत्ती निम्दा अर्को बत्ती बाल्ने प्रशस्त अप्सन हुन्छ। त्यही भएर राजनीतिमा म लागेको मान्छे, म पार्टीको अध्यक्ष हुने सम्भावना पनि बोकेर हिँडेको छु, म देशकै प्रधानमन्त्री हुनेसम्म पनि बोकेर हिँडेको छु। तर मेरा सहयोद्धा साथीहरू गगनजी, रविजी लगायतका साथीहरूले जुन ढङ्गले उद्घोष गर्छन्, म चाहिँ त्यो उद्घोष गरेर हिँड्ने पक्षमा छैन। र अहिले हाम्रो पार्टीको महाधिवेशन जो हामी मङ्सिर 27, 28, 29 गते काठमाडौँमा गर्दैछौँ, त्यसमा चाहिँ नि अन्तर्राष्ट्रिय साम्राज्यवादी ताकतहरूले नेपालमा जुन ढङ्गको आफ्नो शक्ति प्रयोग गरेर नेपाली युवाहरूको कानमा बन्दुक राखेर एउटा चाहिँ नि आन्दोलनको नाउँमा युद्धै गराएर हाम्रो चाहिँ नि सर्वोच्च अदालतदेखि लिएर सदनदेखि लिएर सिंहदरबारदेखि लिएर सारा राष्ट्रिय संरचना ध्वस्त पारेर निजी सम्पत्तिहरू, उद्योगहरू ध्वस्त पारेर व्यक्तिका घरहरू जलाएर जे खालको क्षति पुर्याए र चुच्चे नक्सादेखि लिएर हाम्रो सीमाको कुरा उठाएका कारणदेखि लिएर अन्तर्राष्ट्रिय मञ्चमा नेपालको सान मान र गौरवलाई केपीओले बढाएको कारणले जुन क्षति हामीले बिहोर्यौँ, यस कारणले पनि आउँदो महाधिवेशनमा चाहिँ कमरेड केपी शर्मा ओलीले नै अध्यक्ष बनाउने भनेर हामी लागेका छौँ। त्यही भएर म चाहिँ यसपालि अध्यक्ष बन्ने होइन, अध्यक्ष बनाउने किङ मेकर बन्ने हिसाबले जाँदैछु महाधिवेशन। भनेपछि तपाईँ किङ मेकर बन्दै हुनुहुन्छ। फेरि पनि नेकपा एमाले पूर्व अध्यक्ष हो कि अहिलेको अध्यक्ष थाहा भएन होइन, अध्यक्ष चाहिँ अब फेरि प्रधानमन्त्री हुने सम्भावना कतिको छ? नेकपा एमालेको पूर्व अध्यक्ष त त्यो भन्नै मिल्दैन, त्यो त उहाँ माथि अपमान गर्ने ढङ्गले आउने शब्दहरू हुन्। अहिले नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीजी हुनुहुन्छ। हामीले उहाँको अध्यक्षतामा शानदार ढङ्गले बैठक सम्पन्न गरेका छौँ। हामीले उहाँकै अध्यक्षतामा सचिवालयको बैठक बसेर मङ्सिर 27, 28, 29 गतेका महाधिवेशनका सबै कार्यक्रमहरू तय गरेका छौँ। हिजो मात्रै देशव्यापी हामीले वडा भेलाहरू गरेका छौँ। वडा भेला मार्फत झन्डै 10 लाख कार्यकर्ता हामीले परिचालन गरेका छौँ। 25 गते देशव्यापी जिल्लाहरूले जनप्रदर्शन गर्दैछौँ। 5 गते हामी काठमाडौँमा युथ भोलिन्टियर फोर्सको राष्ट्रिय भेला गर्दैछौँ र 20,000 युवाहरूलाई रात क्याप लगाएर काठमाडौँमा हामी प्रदर्शन गर्दैछौँ। 6 गते बागमती प्रदेशको आयोजनामा हामी विशाल जनसभा यहाँ गर्दैछौँ र 27 गते काठमाडौँमै सम्भवतः खुल्ला मञ्चमै होला हामी अहिले धेरै वर्ष पछाडिको धेरै ठुलो जनप्रदर्शन गर्दैछौँ र हाम्रो पार्टी अध्यक्षको नेतृत्व सक्षम छ। राष्ट्रियता, जनजीविका, समृद्धि र अन्तर्राष्ट्रिय रूपमा नेपाली जनताको सार्वभौम सत्तालाई र नेपाली पहिचानलाई बढाउनको लागि उहाँले खेल्नुभएको भूमिकालाई अझ जनताबाट अनुमोदन हुने गरेर हामी हाम्रो उद्घाटन समारोह गर्छौँ र बन्द सत्रबाट पनि देशभरिबाट आएका 2000 भन्दा बढी प्रतिनिधिहरूले
अध्यक्षज्यूलाई पुनः अध्यक्ष बनाएर अनुमोदन गर्नुहुन्छ भन्ने कुरामा चाहिँ म चाहिँ विश्वस्त छु। केही समय अगाडि काठमाडौँ महानगरपालिका मेयर बालेन शाहले एमाले फु काङ्ग्रेस फु सबैलाई फु फु भन्नुभएको थियो, यसलाई कसरी लिनुभएको छ हजुरले? अब हाम्रो एउटा साथीले चाहिँ नि रक्सी खाने बानी थियो, रक्सी खाँदाखेरि एक दिन कथा सुना, हिजो बेलुका मैले बाघ मारी भने कसरी बाघ मारिछु भन्दा बाघ भेट्यो, उसले नि गऱ्यो मैले नि गरेँ, त्यसपछि बाघले मलाई एट्याक गर्यो, मैले नि एट्याक गरेँ, उसले नि पछार्यो मैले नि पछारी, लास्टमा मऱ्यो, बिजोगसँग मऱ्यो बाघ भने। कसरी मऱ्यो भन्दा म्याउ गरेर मऱ्यो भनेर भनेको थियो होइन। अब वास्तवमा त्यो बाघ होइन बिरालोसँग लडेर रहेछ। अब बालेनजीका गाँजाको तालमा जुन फु फु भनेर अमेरिका इन्डिया चाइना होइन, अब नेपालमा पनि एमाले काङ्ग्रेस अब हुँदाहुँदा राप्रपा जस्ता दलहरू पनि लेखे र उनले त्यो कहाँ गएर प्रकट गरे भन्दा काठमाडौँका सुकुम्बासी बस्ती हटाउन राजु पाण्डेले परिचालन गरे भनेपछि बालेन शाहको त्यो फुवाला स्ट्याटस चाहिँ त्यही बिरालो जस्तो म्याउ भएर सकिँदैछ। र म फेरि पनि तपाईँहरू मार्फत भन्न चाहन्छु, काठमाडौँको सुकुम्बासीहरूलाई व्यवस्थित गर्न अघिल्लो सरकारले बनाएको भूमि आयोगलाई प्रभावकारी बनाऊ। हामी 3 महिना 4 महिनाभित्र सुकुम्बासी समस्या हल गर्न सक्छौँ। भक्तपुरमा रहेका मनोहरा बस्तीका 722 घरहरू छन्, त्यसलाई व्यवस्थित गर्ने सन्दर्भमा मैले राम्रै होमवर्क गरेको छु। पहिला म सांसद हुँदाखेरि एउटा पदम ढकाल भन्ने साथीको नेतृत्वमा सहसचिव नेतृत्वमा आयोग पनि बनाएका छौँ। त्यो सुकुम्बासीहरूलाई डोजर लाउनै पर्दैन, उनीहरूलाई व्यवस्थापन गरेर 2.5 कट्ठा के अरे आना जग्गा र एउटा 3 कोठे घर बनाउने गरेर हामीले कन्सेप्ट बनाएका छौँ। राज्यको 0 लगानीमा त्यो मनोरा प्लानिङ भित्रकै जनताहरूले गर्ने कन्ट्रिब्युसन भित्रै गर्न सकिन्छ भनेर कन्सेप्ट गरेका छौँ। यस्तो भिजन कन्सेप्ट केही पनि छैन, खालि डोजर लाउने भत्काउने तोड्ने उनको कर्म छ। र हिजो महोत्तरीमा जन्मेका एउटा मधेसको छोरो, उनी यहाँ जिते भनेर कति मधेसी खुसी भएको थिए, उसले आफूलाई म मधेसी भन्न पनि चाहँदैन। कबाडी व्यवसायलाई त्यही ढङ्गले दुःख दिएको छ, साना व्यवसायलाई त्यही ढङ्गले दुःख दिएको छ, मकै पोल्ने र चिया बेच्ने मान्छेहरूलाई निषेध गरेको छ। म बालेनजीलाई तपाईँहरूको यो टेलिभिजन मार्फत के अनुरोध गर्न चाहन्छु भने कृपया बालेनजी साना मान्छेहरूलाई, साना व्यवसायहरूलाई, सुकुम्बासीहरूलाई, कबाडीहरूलाई व्यवस्थित गर्नुहोस्, उनीहरूलाई लखट्ने र उनीहरूलाई बिजोग नबनाउनुहोस्। 3 वर्ष अगाडि मैले यही कुरा गरेँ बापत जनताले मलाई हराएर बालेनले जिताए। आज मुलुक 20औँ वर्ष क्षति भयो र बालेन विदेशी दलाल र लुसिफरको अवतार हो भन्ने कुरो अहिले बुझे। र अहिले पनि बालेनले ठुल्ठुला देशलाई र ठुल्ठुला पार्टीले फुफु गर्दै किसान, सुकुम्बासी, कबाडी र साना व्यवसायहरूलाई एट्याक गर्छन् भने बालेनको विरुद्ध चाहिँ उहाँहरू सबै सडकमा आउनुहुन्छ। र त्यो बालेनको विरुद्धको अभियानमा चाहिँ एमाले पनि आउँछ, युवा सङ्घ पनि आउँछ र स्वयं म पनि त्यहाँ आउनेछु। र हाम्रो भूमिसित सम्बन्धित जनसङ्गठनले त अस्ति 20 गते उहाँलाई ओपनली च्यालेन्ज पनि गरिसकेका छ। अब यति बेला चारैतिर फु फु गरिरहँदा एउटा महानगरपालिकाको मेयर जस्तो जिम्मेवारी भएको व्यक्तित्वले त्यस्तो बोल्न सुहाउला त? केही सुहाउँदैन भनेर राष्ट्रिय युवा सङ्घ नेपालले उहाँको विरुद्ध साइबर ब्युरोमा मुद्दा हालेको छ। र मैले सुनेअनुसार गृहमन्त्रीज्यूले जेएनजी आन्दोलनका अगुवाहरूलाई बालेन र सुदनले अति धेरै गरेका छ, तपाईँहरूले अलि कडा ढङ्गको एक्सन पनि लिनु पर्यो, युवा सङ्घहरूलाई भनेर मुद्दा सुद्धा पनि लगाउनु पर्यो भन्ने सन्देश पनि दिनुभएको छ। गृहमन्त्रीले दिनुभएको एउटा एसएमएस त मेरो अगाडि टुङ्गुङ्ग बज्यो त्यो जेएनजीको भाइसँग बस्दाखेरि। त्यसो हुँदाखेरि बालेनले जे कुरा गरिरहेका छन् यसलाई कानुनी दायरामा ल्याउने कुरामा अहिले गृहमन्त्री पनि पोजिटिभ भएको जस्तो लाग्छ। त्यो हो भने राम्रै सङ्केत हो। जसरी हर्क साम्पाङको तपाईँ अस्ति सुध्रिनु भएको छ, हर्क साम्पाङ भन्नुभएको थियो र हिजो तपाईँले कटाक्षी गर्दै गुन्डालाई यो सरकारले पक्राउ गर्न सकेको छैन भनिरहनु भएको थियो, के भन्न चाहनुहुन्छ? खोइ मलाई थाहा छैन हर्क साम्पाङले के भने कसो भने, मलाई त्यस्तो हेर्ने फुर्सद पनि छैन। अब मैले भन्न खोजेको कुरा चाहिँ हाम्रो कोशी प्रदेश चाहिँ नि एउटा बडो संवेदनशील भूगोल हो। यद्यपि नेपालै हाम्रो संवेदनशील भूगोल हो र दुईटा महाशक्ति राष्ट्रको बिचमा भएको कारणले अन्तर्राष्ट्रिय खेल मैदान यो बन्ने खतरा छ भनेर विगतदेखि मैले भन्दै आएको छु। र यो जेएनजी मुभमेन्ट जुन 11औँ देशको रूपमा नेपालमा सम्पन्न भयो त्यो चाहिँ त्यो अन्तर्राष्ट्रिय खेल मैदानको रूपमा उनीहरूले खेलेको एउटा परिस्थिति हो। हाम्रो युवा पुस्तालाई उचालेर साना एनजिओ बनाएर 2-4 अर्ब खर्च गरेर देश 20औँ वर्ष पछाडि धकेले। अब कोशी प्रदेशतिर विगतमा भएका गतिविधिहरू पहिचानका नाममा धनकुटा जाँदा हामीले लखेट्ने, ताप्लेजुङ जाँदा योगेश भट्टराईलाई लखट्ने, तेह्रथुम जाँदा भानुभक्त ढकाललाई लखट्ने र केपी शर्मा ओलीज्यूलाई झापा लगायतका भूभागमा जाँदाखेरि चाहिँ लखेट्ने जुन अभियान चलाए त्यो चाहिँ बेठीको र धरानमा चर्चमा गाई काट्नेदेखि लिएर जे गतिविधि भए त्यो बेठिक थियो र घुमिफिरी त्यो चाहिँ नि हर्कजीको नाम पनि त्यहाँ आउँथ्यो। त्यो अब ठिक हो कि बेठीको के अरे संलग्न हो कि उहाँ थाहा छैन। त्यो सन्दर्भमा चाहिँ उहाँको भूमिका हिजो बेठीको भनेर मैले बोलेकै हो। तर पछिल्लो बेलामा विशेष गरेर जेएनजी आन्दोलनको सफलता पछाडि हर्कजी
दौरा सुरुवाल कोट लाएर आउनुभयो प्रधानमन्त्री बनाउने भए जेएनजीहरूले भनेर वास्तवमा जेएनजीहरूको पहिलो चोइस बालेन दोस्रो चोइस हर्क लगायत नै थियो भन्ने बुझिन्छ। जब यहाँ विदेशी दलालहरूको घुसपेट भएर लौसिफरहरू एक्टिभ भए पछाडि सुशीला कार्कीलाई एकाएक बनाए उनीहरूले सोसियल मिडियाबाट भोट हाल्न लगाएर कुनै जनताको भोटबाट होइन। त्यस पछाडि हर्कजीले चाहिँ विदेशीहरूले हामीलाई पहिचान गरे कहाँ कहाँ दूतावास जानुपर्छ भने त्यही भएर म जान्न भनेर उनले एउटा नयाँ पार्टी जुन खोले त्यस पछाडि चाहिँ हर्कजीको अहिलेको चाहिँ स्टेपहरू करेक्सन भएको हो भने हर्कजीप्रति हामी नेगेटिभ हुनुपर्ने के छ र व्यक्तिगत ढङ्गले त हामी कसैसँग नेगेटिभ होइनौँ र यो मुलुक बचाउने कुरामा जो लाग्छ त्यसलाई साथै दिन्छौँ भनेको हो। अब हर्कजीले के स्ट्याटस ल्याउनुभयो कसो ल्याउनुभयो भन्ने कुराको त्यसो मैले हेरे पनि छैन, त्यसो जवाफ दिन आवश्यक पनि छैन र मैले गृहमन्त्रीलाई पनि च्यालेन्ज गरेको छु नि। मैले गृहमन्त्रीलाई जतिखेर उहाँले भ्रष्टाचारको कुरा निप्पो बेबीको कुरा गरेर युवाहरूलाई उचालेर हाम्रो घर जलाउनु भयो, हाम्रो बच्चाहरूलाई आतङ्कित गर्नुभयो र मैले त त्यतिखेरै भने मेरो छोराछोरी काहीँ नेपो बेबी भएर राज्यको स्रोत साधन मैले काहीँ ल्याएको छु भने सामान्य गाउँको स्कुलमा पढेका मेरा छोराछोरीले कुनै स्कलरसिप लिएका छन्, कुनै दूतावास धाएका छन्, काहीँ पैसा ल्याएछ भने पुष्टि गर्नुहोस्, म राजनीतिबाट बिदा लिन्छु। अब महेश बस्नेतको 5 वर्षको सांसदको कार्यकाल र 13 महिनाको मन्त्रीको कार्यकाल र उहिले 54 सालमा गाविस अध्यक्ष भएको 5 वर्ष कार्यकाल हो मैले राज्यको सेवा सुविधा प्राप्त गरेको कार्यकाल। त्यहाँ काहीँ कतै म भ्रष्टाचारमा संलग्न भएको कुनै राज्यको सम्पत्ति दुरुपयोग गरेछ भने छानबिन गर्नुहोस्, दोषी भए कारवाही बिहोरौँला, राजनीतिबाट बिदा ल्याउँला भनेको छु। र पछिल्लो बेला पनि जुन ढङ्गले मैले बोलेकै कारणले मलाई गिरफ्तार गर्नुपर्छ भन्ने एउटा हल्लाखल्ला साथीहरूले चलाए र म फेरि पनि भन्छु राष्ट्रियताको पक्षमा म बोलेको छु, मुलुकको हितको पक्षमा बोलेको छु, सार्वभौम सत्ताको पक्षमा बोलेको छु, सामाजिक सद्भाव बचाउन बोलेको छु र यहाँ हुने अपराधिक गतिविधिहरूलाई नियन्त्रण गर्न बोलेको छु। अब तिमीहरूलाई केमा बनाउँछु भने म अहिले त्यो त महेशको घर र केपी ओलीको घर चाहिँ नि ड्रोन एट्याक गर्छु, मार्छु, उनीहरूको घर भत्काउँछु, जलाउँछु भनेर सोसियल मिडियाको दुरुपयोग गरेर सोसियल मिडिया नेटवर्क विभिन्न खालका डिस्काउन्ट लगायतका नेटवर्कहरूको दुरुपयोग गरेर 31 गते 11 गते कति गते गुन्डु आउँछु भनेर भनिसके पछाडि त्यो कार्यक्रम त हामीले उनीहरूले च्यालेन्ज गरेर गरेको र आगो भए त्यो निश्चित रूपमा राज्यले र सरकारले सुरक्षा दिन नसकेको अवस्थामा जनताले पनि सुरक्षा दिनु